हेलो गाइस, हेलो सबैलाई। आज चाहिँ म चाहिँ खुर्सानी टिप्न आएको छु आमासँग। हाम्रो खुर्सानी बारी तपाईँहरूलाई देखाउने छु। यो चाहिँ हाम्रो खुर्सानी बारी हो। खुर्सानीहरू फलिरहेछ है। हामी चाहिँ टिप्दैछौँ आमासँग। कतिको छ आमा? कतिको रहेछ? कसरी टिप्नु यस्तोहरू? यता माथि हामी चाहिँ मोची टिप्दैछौँ। मोची अनि अब खुर्सानी टिपिसकेर हामी चाहिँ फेरि कोदो रोप्न जानुपर्ने हुन्छ। त्यही भएर हामी चाहिँ छिटो छिटो आएको। हाम्रो खुर्सानी बारी चाहिँ 2 गरेर रहेको छ। यो मात्र हो अनि परसम्म रहेको छ भने यो पनि अझ तल पनि छ खुर्सानी चाहिँ। तर टिप्ने बेला चाहिँ यो 2 घरको मात्रै पुग्दैछ अहिलेसम्म। हेर्नुहोस् साथीहरू, कपरे वाउ। साथीहरू, हामीले खुर्सानी टिप्यौँ। अब हामी चाहिँ घर फर्किँदैछौँ। अहिले हामी चाहिँ खुर्सानी 5-6 किलो जति टिप्यौँ होला। फर्किँदैछौँ।